साथी टङ भटङ टङ पढ त भयो यार अल्छी लाग्यो कोही केटा यार के यस्तो हेलो गाइस वेलकम बैक टू आवर न्यू वीडियो ब्लॉग ब्लॉग बन रहा है हाय बोलो केटा बोलो आज चाहिँ हामी होइन काजा नाटेर केटा स्केटिङ खेल्नु चल स्केटिङ खेल्नु निस्किरहेको छौँ केटा हामी चाहिँ मस्त टाउको साउको धोएर होइन मेरो चाहिँ कपाल खरातखुरुत गइसकेको छ मेरो कानमा एउटा टप पनि देख्नुहुन्छ केटा होइन यहाँ कस्तो छ यसो कमेन्ट हानिदिउँ होला लेट्स मिट यु अल इन स्केटिङ पार्क ओके केटा प्राइस चाहिँ कति हो प्राइस रे के भन्छ नि प्राइस के कति रे प्राइस चाहिँ के हो थाहा भएन नि केटा कति छ लेट्स सी केटा यो केटा यार स्केटिङ त पुरै खाली छ त यार स्केट पार्क चाहिँ आइसक्यो होइन केटा के छ स्केट पार्क धुनी बेसी स्केट पार्क छ केटा साथी के हो फ्रीमा हो क्या आमा के होला केटा फ्रीमा जस्तो छ होइन पुरै खाली छ क्या काउन्टरमा मान्छे धरि छैन क्या के हो चिया खानु गयो क्या के होला नोटिस तयार रहेछ केटा होइन साथी भटङ टङ पढ त भयो यार अल्छी लाग्यो 1 घन्टाको 100 अरे कस्तो खेल्छ केटा यस्तोमा जिन्दगी खेला होइन अस्ति एकचोटि खेलेको त्यो पनि उभिन्छु ल म एकचोटि कसम से यार कोही केटा यार के यस्तो केटा यार अरू म चाहिँ के हो केटा यार झ्यालमा झुन्डिरहेको त म त ओ भाइ सिकाउन मलाई नि यार गयो भाइ झन्डै अहिलेसम्म जाँडा उभिनु मात्र सिकाएको छ यार मामा ओ त बियर खाएको भन्दा धेरै भयो त यार ओइ खुट्टा चाल्नु चाहिँ सिकेँ क्या मैले खुट्टा चाल्नु चाहिँ सिकिसकेको छु ओए ए लडे यसै लडे म ए यसै लडे म आडम मगर भाइ चाहिँ मस्त दुईजना लड्छ यो दुईटै लड्छ यो दुईटै ओइ दुईजना मेरो ट्रु जाऊ केटा जाऊ
केटा रे होइन चल्दो बोल्दो यहाँको ओहो भ्वाके लड्ला नि उसलाई सु गयो अर्को झन्डै गयो Pop some tags, only got $20 in my